नमस्कार साथीहरु, स्वागत छ हजुरहरुलाई फेरि मेरो च्यानलमा। र आजको चाहिँ मेरो गाडी भाडा चाहिँ अलिकति यताउता कुदाकुदीको छ र हजुरहरुलाई कुदाकुदी पनि म देखाउने छु। र यताउता कुदाकुदी भन्नाले चाहिँ हजुरहरुलाई कहाँ पुग्ने छु, कता कता घुमाउने छु त्यो हजुरहरु हेर्दै जानु होला, देख्दै जानुहुन्छ र कस्तो के लाग्छ ब्लग त्यो पनि भनिदिनु होला। अहिले म जलडाको ब्रिज पार भएर चाहिँ चाल्सातर्फ जाँदैछु र चाल्साबाट चाहिँ मेरो गाडीको भाडा छ। चाल्साबाट चाहिँ म खरकट्टा जानेछु र हजुरहरूले ठिक यो जुन चाहिँ माथिल्लोपट्टिको बाटो देख्नु हुँदैछ यो बाटो चाहिँ झोलुङ तुदे ताङतातर्फ जानेछ। घुम्दै घुम्दै चाल्सा पनि पुगेँ म र यसरी फाइनली गाडी पनि लोड भइसक्यो र गाडीमा चाहिँ सोलर प्यानल लोड भएको छ। सोलर प्यानल लिएर चाहिँ अब म ठिक निक्लिनेछु केही क्षणमा र सोलर प्यानल लिएर चाहिँ म खरकट्टातर्फ जानेछु र हजुरहरूलाई खरकट्टा लिएर जाँदा पनि घुमाउँदै घुमाउँदै लिएर जानेछु। चाल्साको ट्राफिकमा आइपुग्दाखेरि चाहिँ चाल्साको ट्राफिक पनि खोलिहाल्यो। फाइनली हामी भानमोड पनि पार भयौँ र यो सिधै बाटोबाट पनि जाँदा हुन्छ खरकट्टा चाहिँ, तर हामी चाहिँ हाम्रै गाउँपट्टि एउटा खास बस्ती भएर सर्टकट जानेछौँ र यहाँदेखि अलिकति अगाडि 1 किलोमिटर जति अगाडि गएर चाहिँ हजुरहरू सोलखापाडाको बाटो भएर पनि जान सक्नुहुन्छ, तर हामी चाहिँ सर्टकट जानेछौँ खास बस्ती भएर, आफ्नै गाउँको बाटो भएर। खास बस्तीतर्फ उत्रिँदैछु म। खास बस्तीको चाहिँ यो स्टार्टिङ पोइन्ट हो। यहाँदेखि अलिकति अगाडि चाहिँ मेरो पनि घर छ र घरको अगाडिबाट म खरकट्टातर्फ जानेछु। हजुरहरूले यो जुन चाहिँ ब्रिज देखिरहनु भएको छ यो चाहिँ गठे ब्रिज हो। यो खरकट्टादेखि अलिकति तल पर्छ र यो ठिक देख्दै गरेको नदी चाहिँ गठे नदी हो। यहाँदेखि अलिकति तल चाहिँ जलडाका नदीको र गठे नदीको जोइनिङ छ र फाइनली अहिले भने चाहिँ म गठे नदी पनि पार भयो, गठे ब्रिज पनि पार भएँ र यो जुन चाहिँ हरियाली टी गार्डन जुन चाहिँ देख्नु हुँदैछ यो चाहिँ टन्डु टी गार्डन हो। टन्डुबाट जस्तो लेफ्ट लिएर खरकट्टाको बाटो पक्रिन्छौँ हामी। यस्तो बाटो खराब छ, यस्तो टर्निङहरू पनि सानो सानो धेरै नै टर्निङ भेटिन्छ र बाटो पनि धेरै नै खराब छ। यसरी हजुरहरूले देखिराख्नु भयो होला, क्यामेरा पनि धेरै नै हल्लिँदैछ र हजुरहरू यो बाटो आउनु भने चाहिँ अलिकति सतर्क भएर आउनु होला, किनभने यो बाटोमा चाहिँ हात्तीहरू निक्लिराख्नेछ। हात्तीहरूको चाहिँ यहाँनिर भरोसा छैन, कतिखेर निक्लिन्छ कतिखेर निक्लिँदैन थाहै हुँदैन, अलिक याद गर्दै आउनुपर्ने हुन्छ। र यो ठिक जुन चाहिँ ब्रिज देख्नु हुँदैछ यो ब्रिज चाहिँ खरकट्टा गाउँभन्दा अलिकति 300 मिटर अगाडि पर्छ। मजाको एउटा ब्रिज छ, यहाँनिर लोहाको ब्रिज बनाइएको छ। हजुरहरूलाई कस्तो के लाग्यो यो लोहाको ब्रिज भनिदिनु होला। लोहाको ब्रिज पार हुने बित्तिकै यो हरियाली दृश्य छ। हरियाली दृश्यको चाहिँ म यसरी आनन्द लिँदै अगाडि बढ्दैछु। मजाको एउटा हरियाली दृश्य रहेछ यहाँनिर चाहिँ। गाडी पनि अनलोड गरिसक्यौँ र अब घरतर्फ निक्लेको। हजुरहरूलाई आजको ब्लग के कस्तो लाग्यो भनिदिनु होला र हजुरहरूसँग अब नेक्स्ट ब्लगमा नेक्स्ट लोकेसन भेट्नेछु।